इतिहासका पानाहरू पल्टाउँदा हामी सधैँ महान सम्राट अशोकको नाम सुन्छौं, होइन र? विश्वभर नै उनलाई शान्ति र अहिंसाको प्रतीकको रूपमा चिनिन्छ। तर आजको यो ऐतिहासिक विश्लेषणमा हामी एउटा यस्तो विरोधाभासपूर्ण र कालो सत्य उजागर गर्दैछौं जसले सायद त्यो शान्तिको जगलाई नै हल्लाइदिनेछ। साँच्चै भन्नुपर्दा बुद्धको शान्ति मार्गमा हिँड्नु अघि यी महान सम्राटको विगत कति भयानक र रक्तपातपूर्ण थियो भन्ने कुरा सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ। एकछिन आँखा बन्द गरेर 2300 वर्ष अघिको त्यो भयानक युद्धभूमिको बीचमा उभिएको कल्पना गरौँ त। चारैतिर लासको थुप्रो छ, कोलाहल छ। यो भनाइले त्यो त्रासदीबाट बल्ल तल्ल बाँचेको एक सिपाहीको प्रत्यक्ष अनुभवलाई बोल्छ। त्यो समयमा सम्राट अशोकको सेनाले यस्तो विनाश ल्याएको थियो नि जसले पुरै विश्वको नक्सा नै परिवर्तन गरिदियो। तर सोच्नुपर्ने कुरा के छ भने यो महानताको मूल्य आखिर कति महँगो थियो त? यही महानताको कालो सत्य र सत्ताको लागि भएको क्रूर उदयबाट आजको यो विश्लेषणलाई अगाडि बढाउँ। तपाईहरूलाई थाहा छ, शान्तिको मार्ग अपनाउनुभन्दा धेरै अघि इतिहासमा उनलाई चण्ड अशोक अर्थात् क्रूर अशोक भनेर चिनिन्थ्यो। सुन्दा पनि आङजिरिङ हुन्छ। चङ्गेज खानको जस्तै अशोकको हातमा पनि रगतको टाटा थियो। र यो कुनै संयोगले जुरेको नाम मात्र थिएन, यो त आफ्नो दबदबा कायम राख्न उनले अपनाएको एउटा सुनियोजित र विनाशकारी हतियार थियो। उनीभित्र सत्ताको लागि यति धेरै राक्षसी भोग थियो कि त्यसको अगाडि मानवीय संवेदनाको कुनै मूल्य नि थिएन। 99 सुन्दा एउटा सामान्य अङ्क जस्तो लाग्छ, होइन? तर यो सत्ताको त्यो कहाली लाग्दो यथार्थ हो जहाँ अशोकले सिंहासन प्राप्त गर्न आफ्नै 99 जना दाजुभाइको निर्मम हत्या गरेका थिए। सुन्नुभयो त? 99 जना आफ्नै रगत। यो कुनै दन्ते कथा होइन, इतिहासको पानामा गाडिएको एउटा रक्तरञ्जित सत्य हो। अब अगाडि बढौँ अशोकको यो अमानवीय नरक अर्थात् पाटलिपुत्रको यातना गृहतर्फ। सत्तामा पुगेपछि उनको क्रूरता रोकिएन, झनै बढ्यो। कलिङ्गको युद्धभन्दा पहिल्यै नै अशोकले पाटलिपुत्रमा एउटा यस्तो ठाउँ बनाएका थिए जसलाई साक्षात् अशोकको नरक भनिन्थ्यो। यो कुनै साधारण जेल थिएन क्या, यो त एउटा यस्तो यातना गृह थियो जहाँ दिइने अमानवीय पीडा सुनेरै मानिसहरू काप्थे। त्यहाँबाट निस्कने हरेक व्यक्ति केवल मृत्युको भिख माग्थे। सम्पूर्ण साम्राज्यको मनमा आतंक मच्याउन मात्रै यो नरकको निर्माण गरिएको थियो। त्यसपछि आउँछ इतिहासकै सबैभन्दा डरलाग्दो र निर्णायक मोड, 261 ईसा पूर्वको कलिङ्गको रक्तपातपूर्ण नरसंहार। दया नदीको किनारमा भएको त्यो ताण्डव जसको आज हामी कल्पना पनि गर्न सक्दैनौं। यहाँको तथ्याङ्क हेर्नुस् त, 1 लाख मानिस घटनास्थलमै काटिए। चाहे ती हतियार बोकेका योद्धा हुन् वा निहत्ता साधारण नागरिक, कसैलाई पनि दया देखाइएन। अनि थप 1,50,000 मानिसहरूलाई बन्दी बनाएर दास बनाइयो। यो त कुनै युद्ध नै थिएन, यो त सिधै एउटा सामूहिक नरसंहार थियो। त्यो भयावह दृश्यलाई मनमनै एकपटक चित्रण गर्ने प्रयास गरौँ त। यति धेरै मानिसहरूको ज्यान गयो नि। छेउमै रहेको दया नदीको पानी महिनौसम्म मानव रगतले रातो भएर बग्यो भनिन्छ। पानीको सट्टा रगतको भेल बग्नु, यसले त्यो विनाशको स्तर कति भयानक थियो भन्ने प्रश्न पार्छ। यति ठूलो विनाशपछि आखिर के भयो त? चण्डबाट धम्मसम्मको यो यात्रा अर्थात् एक सम्राटको जागरणलाई हेरौँ। आखिर त्यो कुन क्षण थियो जसले यस्तो क्रूर शासकको मानसिकतालाई रातारात परिवर्तन गरिदियो? भनिन्छ नि, युद्ध सकिएपछि जब अशोक त्यो रक्ताम्य मैदानमा हिँडिरहेका थिए, उनले एउटा सानो बच्चालाई आफ्नी मृत आमाको शव नजिकै रोइरहेको देखे। त्यो बच्चाको आँखामा रहेको प्रश्न र चित्कारले सम्राटको सम्पूर्ण अहङ्कारलाई एकैछिनमा चकनाचुर पारिदियो। सायद त्यही पल उनले आफ्नो जितको असली र विभत्स अनुहार देखे। कसरी एउटा युगको अन्त्य भयो भन्ने कुरा यहाँबाट स्पष्ट हुन्छ। ठ्याक्कै त्यही मैदानमा त्यो क्रूर चण्ड अशोकको मृत्यु भयो र धम्म अशोकको जन्म भयो। एकातिर रक्तपात र यातनाको इतिहास छ भने अर्कोतिर शान्ति र अहिंसाको पूर्णतया नयाँ सुरुवात। उनले बौद्ध धर्मलाई आफ्नो नयाँ आधार बनाए र विश्वभर शान्तिको सन्देश फैलाउने दृढ सङ्कल्प गरे। यो पुरै यात्रालाई सर्र हेर्ने हो भने कस्तो अचम्म लाग्छ है। सत्ता प्राप्तिको लागि आफ्नै 99 भाइको हत्यादेखि लिएर नरक गृहको निर्माण हुँदै 261 ईसा पूर्वको त्यो भयानक कलिङ्ग युद्धसम्म। र त्यसपछि अचानक युद्धको त्यही बिन्दुबाट आध्यात्मिक ज्ञान र बौद्ध धर्मतर्फको रूपान्तरण।
एउटा शासक जसले आफ्नै हातले पृथ्वीमा नरक बनायो, उही शासक पछि गएर विश्व शान्तिको सबैभन्दा ठूलो दूत बन्यो। अब अन्तिम र सबैभन्दा महत्त्वपूर्ण पाटोमा जाउँ, शान्तिको वास्तविक मूल्य। यो जटिल ऐतिहासिक विरासतलाई हामीले कसरी बुझ्ने त? आज हामी जुन शान्तिको कुरा गर्छौं त्यसको वास्तविक मूल्य के थियो होला? आज भारतबाट विश्वभर फैलिएको शान्ति र अहिंसाको सन्देश, बौद्ध धर्मको यो विशाल प्रभाव, यी सबैको जग कहाँ छ थाहा छ? त्यही कलिङ्ग युद्धको रगत र खरानीमा। यो एउटा निकै असहज र नमिठो विरोधाभास हो। उनले बौद्ध धर्म अपनाए र त्यसलाई विश्वभर फैलाए पक्कै पनि, तर यो महान विरासतको जगमा लाखौं निर्दोषहरूको चिहान लुकेको छ। त्यसैले जाँदा जाँदै यो इतिहासले हामी सबैलाई एउटा गहिरो प्रश्न छोडेर जान्छ। के कलिङ्गको त्यो नरसंहार अशोकको महानताको पछाडि लुकेको कहिल्यै नमेटिने कलङ्क होइन र? लाखौंको रगत बगाएर त्यत्रो ज्यान लिएपछि प्राप्त भएको शान्ति र ज्ञानलाई के हामी साँच्चै निर्धक्क भएर महानता भन्न सक्छौं त? यो यस्तो प्रश्न हो जसले इतिहासलाई हेर्ने हाम्रो दृष्टिकोणलाई सधैँ चुनौती दिइरहनेछ। सोच्नुहोला है त।